नमस्कार साथीहरू, खप्तड बाबाद्वारा रचित विचार विज्ञान किताबबाट फेरि पनि हामीले नराम्रा विचारको दूरगामी प्रभाव भन्ने शीर्षकमा केही कुराहरू ल्याएर आएका छौँ। नराम्रो विचार गर्नाले आफ्नो मात्र हानि नभई अरूको पनि हानि हुन्छ र त्यसको प्रभाव धेरै टाढासम्म पुग्न सक्दछ। कसैले आफ्नो छोरामाथि सामान्य अपराधमा क्रोध गर्यो भने त्यो क्रोधको विचार त्यहाँबाट निक्लेर अगाडि बढ्छ। बाटामा अरूको क्रोधक विचारसँग मिलेर झन स्पष्ट हुन्छ। त्यसपछि त्यो विचार घुम्दा फिर्दा कुनै अन्य देशको मानिसको मस्तिष्कमा गएर बस्यो। त्यो आफ्नी पत्नीसँग झगडा गरिरह्थ्यो अनि उसले क्रोधको सनकमा आफ्नी पत्नीलाई धेरै पिट्यो। तर जब उसको क्रोध शान्त भयो तब उसलाई बडो पश्चाताप र आश्चर्य भयो कि सामान्य जसो अपराधमा मैले पत्नीलाई यति विधि किन पिटेँ। अलिकति कुरा बिग्रियो या कुनै खास कामले ढिला भयो, त्यसका लागि यति ठुलो दण्ड किन दिएँ इत्यादि। जब उसलाई क्रोध उठेको थियो तब उसको इच्छा पत्नीलाई केही हप्काउनु मात्र थियो, किनभने उसबाट फेरि यस्तो भूल नहोस्। तर हप्काउनुको बदला यत्रो मारपिट गर्नको कारण ऊ पनि जान्दैनथ्यो। अरू मानिसको क्रोधको विचार उसको क्रोधको विचारसँग मिल्न गएकोले उसको क्रोधको बल बढ्यो। सारांशमा भन्नुपर्दा प्रत्येक विचारले आफ्ना सजातीय विचारलाई आफूतिर खिच्दछ। यसैले जहाँ क्रोधको विचार रहन्छन् त्यहाँ अरूले गरेका क्रोधका विचार पाएर मिल्दछन्। यस्तै गरी विषय, वासना आदिको विषयमा पनि जान्नु पर्दछ। यस्तै नै जहाँ परमात्माका दया, सत्य, अहिंसा, प्रेम र ज्ञानका विचार हुन्छन् त्यहाँ त्यही जातिका विचार आई मिल्दछन्। यसरी पहिलेका साना विचार पुष्ट भएर प्रत्येक विचार आफ्ना जातिका विचारलाई स्वाभाविक रीतिले खिच्दछन्। यस कुरालाई प्रत्येक मनुष्य बुझ्न सक्दैनन्। जसले विचारहरूको शक्ति, विचारको प्रभाव तथा रहस्य, स्वभाव र विचार शक्तिको महिमालाई जान्दैनन्, उनका मनमा यो कुरा आउन सक्दैन। तैपनि शुभेच्छाको अभ्यास गर्नाले कालान्तरमा यो विषय स्वतः बुझिने सङ्कल्पबाट नै भएको हो। सङ्कल्पले नै स्थित छ। यसबाट सङ्कल्पद्वारा के गर्न सकिँदैन त भनी थाहा हुन्छ। सुरुमा जो अखण्ड आनन्द स्वरूप थियो त्यसैले आफ्नो सङ्कल्पबाट नै दबेर आफ्नो अनन्ततालाई बिर्स्यो र आफूलाई परिमिति मान्न थाल्यो। यसबाट के सिद्ध हुन्छ भने सङ्कल्पमा विचित्र सामर्थ्य छ। सङ्कल्पले के गर्न सक्दैन। यही अखण्ड परमात्मा आफ्नो अद्वैत रूपलाई बिर्सेर आफूलाई नाना योनिहरूमा देख्दै कति सुखी कति दुखी हुन लाग्यो र आफ्नो चैतन्य स्वरूपलाई भुलेर आफूलाई कर्ता भोक्ता मान्न लाग्यो। यही नै सङ्कल्प वा विचारको चमत्कार हो। साथीहरू, हामीले यो शीर्षकमा विचारको चमत्कारको बारेमा पढेका छौँ। कसरी हामीले रिस गऱ्यौँ भने त्यो रिसका विचारहरू हामीसित आएर जोडिन्छन् र रिसले हामीले नचाहेको कुरा कसरी गराउँछ भन्ने कुरालाई यहाँ खप्तड बाबाले उद्धृत गर्नुभएको छ। यो कुरालाई हामीले राम्ररी बुझ्न सक्यौँ भने हामीले धेरै कुराहरू बुझ्नेछौँ र हाम्रा दैनिक जसो कार्यहरू सहज हुनेछन्। धन्यवाद र च्यानललाई सब्स्क्राइब पनि गरिदिनुहोला।